केपी ओली, महेश बटनेस, गगन थापा लगायत पुराना झोले नेताहरू जति पनि छन् सबैजनाले भोट किनेका छन् र आफ्नो आफ्नो चुनावी क्षेत्रमा सबैजनाले मेरो 5000 आउँछ, मेरो 10000 आउँछ, मेरो 500 आउँछ, मेरो 200 आउँछ भनेर भनिरहेका छन्। सायद लाग्छ मलाई तिमीले किनेर राखेछौ, तिमीले किनेर राखेको छैन होला, पक्कै पनि किनेर राखे पनि जनताहरू त्यति लाटो छैनन्। रविजीले दिनुभएको छ कि मजाले मुख भरिको जवाब त तिमी झोले नेताहरूले सुनाऊ यो भिडियो। तपाईको भोटको पसल त्यसले किन खोल्दैछ? त्यो किन आउँदैछ मसँग 500 भोट छ, मसँग 200 भोट छ, मसँग 1000 भोट छ भनेर? त्यसको भोटको पसल बन्द गर्ने हो, आफ्नो भोट आफ्नो खल्तीमा राख्ने, आफ्नो विवेक प्रयोग गर्ने। यसपटक भोटमा कसैलाई दलाली गर्न दिने होइन। एउटा कुरा म अगाडि नै बताउन चाहन्छु, यो मौन अवधि आउन बाँकी नै छ। त्यो मौन अवधि सबभन्दा खतरनाक अवधि हो। तपाईँ हामीलाई लुटेर कमाएको पैसा खर्च गर्ने अवधि नै त्यही हो। त्यस समयमा विभिन्न राशन अन्न पानी बाँड्ने अनि पैसा बाँड्ने क्रियाकलाप हुन्छ। यसपटक त्यो सबै कुराको निगरानी नागरिकले गर्नुपर्नेछ है, तपाईँहरूले निगरानी गर्नुपर्नेछ, तपाईँहरूले हेर्नुपर्नेछ। मलाई अचम्म लागेको कुरा एउटा, म हिसाबमा अलिक कमजोर मान्छे हुँ, तर यति हिसाब चाहिँ म पनि बुझ्न सक्छु भनेर मैले भन्दै आएको थिएँ। एउटा मात्र हिसाब बताएर जान्छु है आज, एउटा हिसाब। नेता हुने बित्तिकै आम्दानी बढ्ने त होइन, उल्टो घट्छ। हाम्रो त घट्या छ, अरू कसरी बढेको थाहा छैन। नेता हुने बित्तिकै आम्दानी बढ्ने त होइन। चुनावमा पैसा बाँड्ने, सरसामान बाँड्ने, सबै कुरा बाँड्नको लागि पैसा खर्च भएपछि उसको खल्तीबाट त उसको खाताबाट पैसा घट्नुपर्ने हो नि, घटेको छैन। अनि यो पैसा कहाँबाट आयो? कहाँबाट आयो भने चोरेको पैसा हो, चोरेको पैसा हो। एउटा घरको होइन, एउटा पुस्ताको चोरे, भाग्य चोरेको पैसा हो। सिङ्गो पुस्ताको भाग्य चोरी भएको छ। आज बाध्य भएर रुँदै रुँदै यो देश छोडेर आफ्ना बाआमालाई छोडेर जाने रहर कसलाई छ? कसैलाई पनि छैन। यहाँ सम्भावना छ, हामी गर्न सक्छौँ, तर हाम्रो भाग्य र भविष्य चोरेर महल बनाएका छन्। यहाँ धेरैजनाले तर्सिनु भएको छ, हामीलाई पनि डोजर लाउँछ कि यो गर्छ कि भनेर चिन्ता गर्नु भएको छ। ढल्यो भने सबभन्दा पहिला भ्रष्टाचारीको महल ढल्छ, गरिबको बस्ती होइन। गरिबको बस्ती ढल्ने होइन, भ्रष्टाचारीको महल चाहिँ ढल्न सक्छ, त्यति चाहिँ म भन्न सक्छु। हस्, अरू कुरा चुनावी कार्यक्रमहरूमा आउँदै गरौँला। र फेरि अर्को एउटा जिम्मेवारी दिनुपर्ने छ यहाँहरूलाई मैले। यसपटक चितवन मात्र जितेर हुन्न साथी हो, देशका हरेक उम्मेदवारले जित्नुपर्छ। अबको नयाँ संसदमा रासोपाले जेनजीका प्रतिनिधि टन्नै राखेको छ, घाइतेका प्रतिनिधि हुनुहुन्छ, शहीद परिवारबाट पनि हुनुहुन्छ, क्षमतावान, योग्य, भिजनरी, पढे लेखेका अनुभवी मानिसहरूलाई आफ्ना उम्मेदवारका रूपमा लिएर गएको छ। त्यसैले ती साथीहरू सबैलाई हामीले पार्लियामेन्टमा लिएर जानुपर्नेछ। अघिल्लो पार्लियामेन्ट जस्तो आफ्नो दलका नेताले बोल्यो भने बोल्न दिने, विरोधीले विरोध गर्यो भने माइक काट्ने संसदको परिकल्पना हामीले गरेका होइनौँ।